पुग्न त यो गाउँमा विभिन्न धेरै नेताहरू पनि पुगिसकेका छन्, तर चुनावको बेला मात्रै पुग्ने, हेर्ने अनि पहिला कहिले नगरी हामी गर्छौँ भन्दै झुटा आश्वासनहरू देखाउँदै जाने। यो ठुलासैनी गाउँ जुन बैतडी जिल्लामा अवस्थित छ। यो गाउँ युवाहरू रोजगारीका लागि र उच्च शिक्षा हासिलका लागि बाहिरिनुको कारण अहिले युवाविहीन गाउँ बनेको छ। सिधा अहिलेको अवस्थालाई हेर्ने हो भने यहाँ मानिसभन्दा पनि घर बढी भइसकेको अवस्था छ। यो गाउँ रित्तो हुनुको एकमात्र कारण हो सरकारी सेवा सुविधाबाट वञ्चित। यो गाउँ अहिले युवाविहीन गाउँ बनेको छ, तर गाउँमा युवाविहीन गाउँ हुनुको कारण पनि त्यही हो, हामीलाई सरकारी सेवा सुविधाबाट पनि वञ्चितै गराइयो है। रोजगारीको पनि समस्या, हामीले गाउँमा उत्पादन गरेको केहीलाई न त बजारीकरण पनि छैन। आफ्ना परदेशमा रहेका छोराछोरीलाई एकचोटि फोन गर्नलाई समेत 5-10 मिनट हिँडेर तलसम्म जानुपर्छ। टावरहरू पनि स्थापना भए तर नेटै नभएको। यहाँ बिजुली बत्तीको नाममा केवल यी खाली खम्बाहरू मात्रै छन्। बिजुलीको पोलहरू त गाडियो तर तारै नभएको। यही भएका बिजुलीका पोलहरू पनि 2079 को चुनावमा हामीलाई भोट दिनुहोस् र हामी बिजुली बत्तीको सुविधा हजुरहरूलाई प्रदान गर्नेछौँ भन्ने बाचा लिएर बिजुलीका पोलहरू गाडिएका थिए। चुनाव सकेपछि कोही फर्केर आएन, न त बिजुलीका तारहरू भिजाइयो। अर्कोतिर बाटोघाटो र रोडको छुट्टै समस्या छ। रोड त अब त्यो पल्लो डाँडासम्म पुग्यो तर गाडी नै नपुग्ने। स्वास्थ्य उपचारको लागि पनि 2 घन्टा हिँडेर पल्लो गाउँसम्म जानुपर्ने स्थिति छ। अहिले पनि मान्छे बिरामी हुँदाखेरि बोकेर औषधि उपचारको लागि हस्पिटल लानुपर्ने अवस्था छ, तर बोकेर लाने को त 50 कटेको बुढो मानिसले बोकेर लान सक्छ। अहिले यो गाउँमा 45-50 कटेका वृद्धहरू मात्रै छन्। यदि कोही बिरामी हुँदा बोकेर लानलाई पनि समस्या छ। यो गाउँमा अहिले समस्या बाहेक अरू केही छैन। हरेक ठाउँमा समस्या नै समस्या छ। यसप्रति सरकारको ध्यान आकर्षण होस्। यस क्षेत्रमा विकास पूर्वाधारका कामहरू अगाडि बढुन् र यातायात, बिजुली बत्ती र नेटवर्कको पनि सुविधा होस्।